भनेपछि यसको नाम के भन्यो त हामी प्यालिसेड। सबैजना नमस्ते, वेलकम टु ब्याक माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम फाइन रहेको छ। आज न्यू डे न्यू भ्लग, म भ्लग बनाउँदैछु। सो हामी आज कटे झारामा आएको छौँ र हेलबसमा जोखिम भएर हामी त काम गर्दैछौँ। देख्न सक्नुहुन्छ हजुरहरूले, सबैजना काम गर्दैछौँ। हेलबसमा सधैँ परेर जान्छ, त्यही भएर यहाँ नियन्त्रण गर्दैछौँ हामीहरूले। देख्न सक्नुहुन्छ काम गर्दैछौँ। सर भाइले खन्दैछन् यहाँ, भाइले खन्दैछन्। यहाँ खन्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो हेल्पस निकै जोखिम भएको कारणले सुरक्षित बनाउनको लागि मैले चाहिँ काम गर्दैछु। यो चाहिँ हाम्रो सहयोग, यो भूसंरक्षण कार्यालय पर्वतको सहयोगमा यहाँ प्यालिसेड निर्माण हुँदैछ। त्यसो गर्नु त्यहाँ के रे वर्षमा चाहिँ पहिरो नजाओस् भनेर त्यहाँ तल गएर 2 मिटरको 2.20 के 2 मिटर 20 सेन्टिमिटर भयो। हजुर देख्न सक्नुहुन्छ हजुरहरूले, बाँस ठोक्न लाग्नु भएको छ अहिले। त्यहाँ घाँस सार्ने अब अहिले त हामी प्र्याक्टिकलको लागि यो बनाएर गइन्छ। फेरि अब यहाँ धेरै मेहनत गरेकोले म यो प्यालिसेडको अब 60 भयो। यो बाँसको चेक ड्यामले चाहिँ कतिको अब के अरे प्रभाव पारेछ यो ठाउँमा, त्यो चाहिँ हेर्न एकचोटि आउने नै हो। तर अहिले तपाईँको यो प्राविधिक हिसाबले हामी बुझ्दाखेरि तपाईँले एउटा क्वेसन गर्न सक्नुहुन्छ कि सर यो त धेरै होचो बनाउनु भयो, अलि अग्लो बनाएर माथिको भल गेगरहरूले झन् बढी सेफ्टी होला तपाईँहरूले भन्न सक्नुहुन्छ होला। तर त्यो होइन, यो भनेको एकदमै कम खर्चिलो भनेपछि यसले गर्ने काम पनि कमै हुन्छ। र यो मैले हिजै भनेको थिएँ, यो चाहिँ सहयोगी रूपमा मात्रै आएको कम खर्चिलो प्रविधि पाइने। यसमा चाहिँ तपाईँ ग्याबियन राख्यो भने ग्याबियन वाल चाहिँ यो पनि तपाईँको सर्ने खालको होइन। यसलाई चाहिँ मैले के भनेको थिएँ सुन्नुहोस् एकछिन, यसलाई के भनेको थिएँ भने यो दुईवटा जुन हामी तेर्सो खालको बाटा बनाएको छ त्यसको बिचमा चाहिँ प्रत्येक 5-5 सेन्टिमिटरको दूरीमा राखेर अनि बाइन्डिङ तारले बाँध्ने भनेको थिएँ। केही गर्यो होइन हामीले हो, त्यो कम्प्लिट भइसकेपछि के पनि भनेको थिएन हामीले हिजो कुरा गर्दाखेरि। यसको यो प्यालिसेड बलियो अनि यता हेर्नु हामीले लगभग आधी मिटर यता घुसार्यो, आधी मिटर उता पनि घुसारेको छ।